बिहान उठेर यसो हेरेको त बुढीले के गरेछि भनेको त अचारको लागि जान्दै रहेछि। अनि म पनि ल अब भ्लग्स बनाउनु पर्यो भनेर बुढीसित लागेँ। र बुढीले पनि झानेर लिएर आएर मोलेको मुला र आलुमा हाल्यो झानेको। त्यसपछि अनि त्यो मोल्नको लागि रेडी थियो। झानेकोमा चाहिँ रह्यो भनेर हेर्नु न, आलु र फेरि त्यसमा हालेर गोलेर त्यहीँ खनाउँछ के अरे। त्यसपछि मसला निकालेर मसला हाल्यो। अनि त्यसपछि मसला सँगसँगै मसला हाल्यो होला भनेको त मसला हालेकै रहन्छ, मसला त झर्दै झरिन्छ। अनि बल्ल पछि झरेपछि रिसाउँदै मसला हाल्यो। के गरेको होला भन्दै थियो बुढीले। त्यसपछि मसला हालिसकेपछि चुक खोलिदिनु भन्दै थिएँ। अनि खोल्न सकिने आफूले। अनि च्यापेर अनि आफैले खोल्छि फेरि मक्ख परेपछि त। अनि खोलेपछि हातमा लिएर सुलुलुलुल्ल हाल्छ। ल हेर्नु त हालेको। त्यसपछि घोल्न थालिन् गुइँ हातले। पन्जा लगाएर खोल्नुपर्छ नि भनेको, पन्जा कसले ल्याइदिएछ र ल्याइदिने होइन भनेर भन्छन् के अरे फेरि। त्यसपछि घोलिन्, मजाले घोलेर रेडी पारिन्। धनियाँ त हाल्नै भुलिएछ भनेर फेरि धनियाँ निकालेर फ्रिजबाट धनियाँ काटेर चुङ हालिन्। अब सुरुमा हालेको त खिच्न पाइनँ किनकि स्टोरेजै फुल भएछ। त्यसपछि बिचमा भयो भने खिच्छु भनेर 2-4वटा भिडियो डिलिट गरेर खिचेँ। अनि त्यसपछि मोल्न थालिन्। अघि त हातमा चरायो भनेर अहिले चाहिँ डाडु लिएर आएर मोल्न थालिन्। अनि ल बुढो चाख्नुहोस् त नि भनेर दिन लाएँ नि। म पनि के कम बिहान उठ्दा पाएको भोक लाएर कस्तो भयो थियो। त्यसपछि मैले पनि चाखिदिएँ। चाख्न सुरु गरेको त मजा आयो होला भनेको मजै आएन। चुकै मिलेन्छ, चुक र नुन कम भयो भनेर फेरि बुढीलाई भने। क्यानी त मिठो नभइकन त खाना भएन। फेरि बुढीले अब भएन भयो भनेर हातैले मोल्न लागिन् चुक हालेर। अनि फेरि चाख्न दिन्छन्। चाख्न दिएपछि मैले नि किन छोड्ने भनेर फेरि खाइदिएँ। यो चाहिँ ट्राई गरेको त मिठो भएछ। मैले पनि मिठो भनेर खाइदिएँ। अझै खान मन लागेको थियो, फेरि गाली खाइन्छ भनेर प्लेटमा भएको 4 पिस मात्रै खाएँ। अनि मिठो भनेर बुढीलाई मिठो भन्दै कमेन्ट गरिदिएँ। तपाईँहरूले पनि मेरो च्यानललाई अथवा यो भ्लग्स PR भ्लग्सलाई चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला र भिडियोलाई सेयर गरिदिनु होला र माया देखाइदिनु होला। कमेन्ट गर्नु होला है। नमस्कार।